भूमि चितवन देवघाटका तर्फबाट पनि स्वागत छ तपाईलाई। अब म छोटो केही कुरा राख्छु। अब धेरै बोल्ने समय गइसकेको छ। अब भोट हाल्ने दिन नजिक आएको हुनाले अब जे गरिन्छ मतपत्रमा गरिन्छ, 21 गते गरिन्छ। सबभन्दा पहिला यसपटक म चितवनमा आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान पाएको छैन। आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान नपाएको हुनाले मेरो तर्फबाट भोट माग्दिन तपाईँ जानुपर्ने हुन्छ। म देशभरिका घण्टी बाघलाई जिताउन दौडिएको छु है। नपुगेको ठाउँमा यो आएन, यसपटक त भोट नलिने कि क्या नभन्नु होला। यसपटक नयाँ रेकर्ड राख्नुपर्छ भनेको छ। यसपटक त देश जागेको छ। त्यसैले चितवनले अर्को नयाँ रेकर्ड राख्छ होला। घर नपुगेका घरहरूमा आफ्नो निर्वाचन क्षेत्रबाट यहीँबाट भोट मागे है। मलाई मात्र होइन, समानुपातिक उम्मेदवार सहितलाई दुवै ठाउँमा घण्टी चुनाव चिन्हमा भोट हालिदिनुहोस् है। यसपटक घण्टीमा हाम्रो दाजुभाइ दिदीबहिनीहरू, यो 21 गते धेरै महत्त्वपूर्ण हो र सायद अब चुनाव भाषण गर्ने चुनावी सभाहरू हुने छैनन्, कम मात्र सभाहरू बाँकी छन्। म आज यही चितवनबाट भन्न चाहन्छु, इतिहासले मागेको कुरा नेतृत्वले दिन सकेन भने त्यो देश असफल हुन्छ। हामी यस्तो मोडमा आइपुगेका छौँ कि अब हामीले असफल पार्ने हामीलाई छुट पनि छैन। म तपाईँलाई फेरि पनि भन्न चाहन्छु, जो जहाँ राजनीतिक दलमा हुनुहुन्छ त्यो राजनीतिक दलको आस्था विश्वासलाई त्याग्नुपर्छ भनेकै छैन। मात्र घण्टीमा भोट यसपटक परिवर्तनका लागि, किनकि यति धेरै 30 वर्ष मुनिका सबभन्दा धेरै युवाहरू उम्मेदवार बनेर इतिहासमा यसरी पहिला कहिले पनि आएका थिएनन्। यसपटक आएका छन्। युवाको पार्टी पनि रासोपा, महिलाको पार्टी पनि रासोपा, जेनजीको पार्टी पनि रासोपा, जनजातिको पार्टी पनि रासोपा, खाडीको पार्टी पनि रासोपा, शहीदको पार्टी पनि रासोपा, घाइतेहरूको पार्टी पनि रासोपा, डाक्टर, इन्जिनियर, फाइबरका पेसाकर्मी सबैको रासोपा। सबैजना इतिहासमा पहिलो पटक घण्टीमा गोलबद्ध भएका कारणले दुईटै छाप घण्टीमा प्रत्यक्षमा पनि समानता। अब मलाई धेरै नवल, अलिक तिखो नवल भन्छन्, चर्को नवल पनि भन्छन्, अलिक गाली गलोज नगर पनि भन्छन्। म परे रवि लामी छाने अलिअलि नघोची हुँदैन। मलाई टुच्च नघोच्थ्यो त म पनि चुप लाग्थेँ नि। ठाउँ ठाउँबाट घोचिरहन्छन्, दिइरहनुपर्छ नि। एउटा कुरा भन्नै पर्नेछ, म माथि प्रमाण छ भनिएको आज 658 दिन भएछ। 658 दिन भएछ प्रमाण छ भनेर भनिएको। चाहिएन प्रमाण भइगयो। र मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ। तेरो अन्तिम इच्छा के हो भनेर बुट बजारले मेरो बेडरुमभित्र छिरेर मलाई सोधिएको पनि तपाईँलाई सम्झना छ होला। मैले त्यसको जवाफ दिएको थिएन। आज म चितवनबाट भन्न चाहन्छु, मेरो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। हाम्रो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला। म सबैलाई यहाँबाट सन्देश दिन चाहन्छु, सम्पूर्ण जुन घटनाले आज देश यो परिस्थितिमा आयो त्यो दुःखद घटनालाई यसको सुखद